हेलो गाइस, नमस्ते सबैमा। हामी चाहिँ यहाँ नागकोकरी डाँडामा अति डाँडामा चढेर पनि झरिसकेको। कोही चाहिँ भर्खरै झर्दैछन्, बाटो नै अप्ठ्यारो नखाएर दिदीहरू चाहिँ भर्खरै झर्नुहुँदैछ। डाँडा काँडा यसको नाम चाहिँ गढी डाँडा है साथीहरू। तपाईँहरू पनि घुम्न आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। यो चाहिँ कहाँ छ भन्ने लाग्छ भने पवदुङमा 5 सानो दुङमा गढी डाँडा भन्ने ठाउँमा हो। पहिला म भन्दा नि पहिला आइसकेर चाहिँ ढुङ्गामा बसिराख्नु भएको छ। दिदीहरू चाहिँ तल हुनुहुन्छ। बल्ल 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 पुगेको बस्ने ठाउँमा। अनि चाहिँ गोठाला पनि हुनुहुन्छ। गोरुहरू हुन्छ भन्ने डरमा चाहिँ भरे बोलेर भन्नुपर्छ। यो गोरुले नो 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 मेरो पास मत। म चाहिँ डाँडाले भागिरहेको छु होइन। गरुले हानेर त छैन नि त। डाँडादेखि मुनि हामी चाहिँ झरिसकेको छौँ, हेर्न सक्नुहुन्छ। तर त्यहाँ हामी चाहिँ फोटो खिच्नु घुम्नु चाहिँ गइहेरेको। तर त्यहाँ चाहिँ हुस्से कुहिरो लागेर चाहिँ कस्तो फोटो नै राम्रो आएन। सेतो न तताइरहेको थियो। कुनेको चाहिँ काँडा लागेको थियो। हेर्नु सक्नुहुन्छ। हामी चाहिँ हेर्नु सक्नुहुन्छ गढी डाँडाको भ्यूहरू। हामी भ्यू त ब्याकग्राउन्ड त्यति राम्रो थिएन। अब फर्केपछि खाजा खाइरहेको चटपटे। हामी चाहिँ चटपटे खाजा खाएको देख्न सक्नुहुन्छ साथीहरू। अब चाहिँ हामी घरतिर लाग्यौँ सबैजना। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ हेर्नु होला। मन परेमा लाइक कमेन्ट र सेयर पनि गर्न सक्नुहुन्छ। धन्यवाद।